तपाईँ बिरामी हुनुभयो, तपाईसँग उक्त हस्पिटलको बिल दिने पैसा छैन भने अब चिन्ता नगर्नुहोस्। हाम्रो यस नेपाल सरकारले चाहिँ नयाँ नियम लागू गरिसकेको छ, जुन चाहिँ आर्थिक स्थिति कमजोर भएको मान्छेहरूलाई चाहिँ एकदम लाभदायी हुनेछ, जसको लागि चाहिँ तपाईँले फ्री बेड हेल्थ सेवा चाहिँ पाउन सक्नुहुन्छ। र कुन कुन हस्पिटलमा पाउन सक्नुहुन्छ र कसरी हेर्ने हो र कुन हस्पिटलमा खाली छ र कुन हस्पिटलमा खाली छैन भन्ने चाहिँ तपाईँले मजाले घर बसेर हेर्न सक्नुहुन्छ। जुन चाहिँ मैले यो स्क्रिनमा देखाएको छु यो अनुसारले जानुहोस्। पहिला सुरु जुन लिङ्क मैले दिएको छु यो लिङ्क मैले कमेन्टमा राखिदिन्छु, यो लिङ्क क्लिक गरेर तपाईँ यो वेबसाइटभित्र जान सक्नुहुन्छ। त्यसपछि त्यो फर्स्ट लिङ्कमा चाहिँ तपाईँले क्लिक गर्न सक्नुहुन्छ र त्यो फर्स्ट लिङ्कमा क्लिक गरेपछि फर्स्ट अफ अल तपाईँको यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। र त्यसपछि अलिक तल गर्दै जाने हो भने कुन कुन हस्पिटल र कतिवटा बेड छ र कुन कुन हस्पिटलमा कतिवटा बेड खाली छ र कतिवटा बेड फ्री छ भन्ने चाहिँ तपाईँले सबै देख्न सक्नुहुन्छ। कुनैमा 20 वटा, कुनैमा 30 वटा, कुनैमा 50 वटा, कुनैमा 100 वटासम्म पनि बेड खाली छ, जुन चाहिँ कतिवटा चाहिँ युजमा छ र कतिवटा चाहिँ युजमा छैन र कुन कुन हस्पिटल छ भनेर चाहिँ तपाईँले सबै हेर्न सक्नुहुन्छ। र यसबाट तपाईँले मजाले स्वास्थ्य लाभ पाउन सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ एकदम सेयर गरिदिनुहोस्, जहाँ सब माझ पुगेर सबैले यो सेवाको लाभ र फाइदा उठाउन सकोस्, जुन चाहिँ सही मान्छे र सही व्यक्तिले चाहिँ एकदम लाभ पाउने गरी यो भिडियो चाहिँ एकदमै सेयर गरिदिनु होला। धन्यवाद।